त्यही त यत्रो वर्ष लप परे हो कति वर्ष है यो लप परेको बढ्दै भयो होला कति वर्ष है बेहुली ग्यामा इजल लप गरेका खोइ बेहुला ग्यामा दादाहरू नि कति वर्ष भइसक्यो दादाहरू 34 वर्ष हुनुभयो होला 25 वर्ष बेको के 25 वर्षमा त लप परेको चाहिँ के गर्नु फोटो खिच्नु पर्यो भनेको त दिदी यता हेरौँ हेरौँ अलिकति बेहुली बेहुली अलिकति रुनु मन लाग्यो होला अहिले त नरुनु नरुनु बेहुली खुसीले के गर्नु भएन लुकाउनु त खाली खुट्टा बाटो हिँडाछु खुट्टै लानु पर्ला त अब दिदी होस् आफ्नो दिदी दिएको त अनि रोइहाल्नुहुन्छ फेरि के गर्नु खुट्टा लगाएपछि त ठिकै छ छोडिदिएको हामीले जुत्ता यति राम्री बेहुलीको फोटो खिच्नु मन लाग्छ आफूलाई चाहिँ साँच्चै साह्रै राम्री हो क्या के भने तपाईँहरूले साँच्चै भने बेहुला झनै राम्रो के बेहुली भन्दा त बेहुले राम्रो लाग्यो नि बेहुलीको बाटो बेहुला घर काभ्रे पुरान चक्रे रतौली रतौली यता दादा त्यो मालै देखिएन क्या अब एउटा लगाइदिनु न बेहुली त कम बाठी हो र आफै निकाले के बेहुली खाली बुइ बुइ सुन्छ त्यही त म खाली बेहुली यति राम्रो भिनाजु पाउनु भएको मौका हुनुहुन्छ नि बेहुली खुसी छ त त्यसमा हाँस्या कति खुसी नि बेहुली खुसी छ 15-16 वर्षको खुसी हुँदैन बुढा 17 वर्षको बेहुला बेहुली 15 वर्ष 17 वर्षको भिनाजु 16 वर्षको दिदी 16 वर्ष 17 वर्ष यत्रो छोरा हुँदा त के डोली चाहिन्छ त्यही त भने त 32-33 वर्ष लोपर कस्तो बदमास बेहुला छोराछोरी पानी बेहुला छोराछोरी पायो कि अहिले बिहा गरेको ठिकै छ छोराछोरी पनि देख्नु भनेर होला नाति नातिना पनि छन् छोराछोरी मात्रै हो परेको थियो कि पुरा पर्याप्त बोल्न पाइँदैन कहाँ गयो
त्यो गम साथी झिक्दिनु न फोटो खिच्न पनि पाएन ठिकै छ त्यही पनि हामी साली पनि चिलो बुझाउला त्यही भने के त भने त जुनै पालबारला ढुङ्गाले के धेरै टाढो ज्याममै बिहेमा ढोग्यो कि ढोगेन अहिले ढोग्यो निकाल्ने त्यही भएर अहिले बिहे गरेको फेरि बेहुलीको पनि त छैन नि हेर्नु त ठ्याक्कै जोडिदिन्छ हो कि भर्खर बामे सर्दै हो आफै खिच सुषमा दिदी बेहुली यता हेर्नु न बेहुली आफै बोलाउने फोटो खिच्नु पर्यो भनेको ल मात्र बेहुली हेर्नु भने क्या बेहुली यता हेर्नु रे क्या
हो घरमा देखाउनु पर्दैन हामीले घरै देखाइदिन्छु अब जोखिने मैले जोखिने अहिले